र है त साथीहरू, आज भने मैले फेरि मौरी घार निरीक्षण गर्न गइरहेको छु। हेर्नुहोला, यो भयो मेरो मौरी घार र यो मौरी घार मैले निरीक्षण गर्न गइरहेको छु। मैले बारी ढक्कन खोलिसकेको छु। यो भयो मेरो बारी ढक्कन र यो भित्री ढक्कन। यो भित्री ढक्कन खोलेर अब हेर्दैछु के कसो छ मौरीको अवस्था भनेर। मैले यो मौरी घरमा सुपर लगाइदिएको थिएँ। सुपरमा अलिअलि मह पनि लगाइराखेको रहेछ। मैले यो मह खानेछु र मात्र मौरी चेक गर्न सजिलो हुन्छ। सुपर कक्षको मह निकाल्ने क्रममा हामीले धुवादानी दिनुपर्छ। हामीले धुवा दियो भने मौरीहरू सबै तलको कक्षमा तल गएर बस्छन् र हामीले मह निकाल्न सजिलो हुन्छ। यसरी नै धुवा दिनुपर्छ र धुवा दिँदाखेरि मौरीहरू तल गएर बस्छन् अनि हामीले सजिलै तरिकाले मह निकाल्न सक्छौँ। यसरी धुवा दिइसकेपछि हामीले अब मह निकाल्ने छौँ। हामीले मह निकाल्दाखेरि चाहिँ सिल प्याक भएको मह मात्र निकाल्नुपर्छ। हामीले मह निकाल्दाखेरि मौरीले मह सिल प्याक गरेको मात्रै निकाल्नुपर्छ। सिल प्याक गरेको मह एकदमै राम्रो हुन्छ, कहिले पनि बिग्रदैन। धेरै वर्षसम्म हामीले राख्न पनि सक्छौँ। सिल प्याक भएको मौरीको मह, सिल प्याक भएको मह निकाल्नुपर्छ। अरू सिल प्याक नभएको मह चाहिँ निकाल्नु हुँदैन, किनभने त्यसमा पानीको मात्रा बढी भएको हुन्छ। सिल प्याक भएको मौरीको चाकामा चाहिँ पानीको मात्रा एकदमै कम हुन्छ र त्यही भएर यो मौरीको यस्तो मह बिग्रदैन। हेर्नुहोला, यसरी सिल प्याक भएको मात्रै मह निकाल्नुपर्छ हामीले। एकदमै राम्रो छ मह। हेर्नुहोला, सिल प्याक छ मौरीको मह, एकदमै राम्रो छ। जङ्गलमा विभिन्न फुलहरू फुलेकोले यसरी मह लगाइराखेको छ मौरीले। र यसरी यो मह निकालिसकेपछि तलको बच्चा कक्षको मौरीहरू निरीक्षण गर्न सजिलो हुन्छ। त्यही भएर मैले मह कक्षको मह सबै निकालिसकेँ। अब भने ब्रुड कक्षको मौरीहरू र चाकाहरू निरीक्षण गर्न गइरहेको छु। हेर्नुहोला, ब्रुड कक्षमा मौरीहरू पुरै भरिएको छ। हामीले यसरी यो ब्रुड कक्ष र मह कक्षको भाग जोडिएको ठाउँमा पनि मौरीले मह लगाइराखेको हुन्छ। यो महहरू राम्रोसित काटेर निकाल्नुपर्छ अनि मात्रै हामीले निरीक्षण गर्न सजिलो हुन्छ। यो सबै निकालिसकेपछि मैले मौरी निरीक्षण गर्दैछु। हेर्नुहोला, मह एकदमै राम्रो छ, एकदमै ताजा मह छ। सिल प्याक भएको छ मह। हेर्नुहोला,
यसरी हामीले यो निकालिसकेपछि चेक गर्नुपर्छ। यसरी निकाल्दाखेरि हामीलाई मौरी निरीक्षण गर्न एकदमै सहज हुने गर्छ। त्यही भएर मैले यो माथिको महहरू निकाल्दैछु, हेर्नुहोला। मौरीहरू एकदमै धेरै छन्। यसमा चेक गर्दाखेरि रानी कोष पनि बनाएको हुनसक्छ। हामीले मौरी हप्तामा एकचोटि निरीक्षण गर्नुपर्छ। हप्तामा एकचोटि निरीक्षण गर्न सकेन भने मौरीले नयाँ रानी सेल बनाएर मौरीहरू हुल छुटेर जाने पनि गर्दछ। हेर्नुहोला, मौरी एकदमै राम्रो छ। सायद यसमा मौरीले रानी कोष बनाउँदै गरेको जस्तो छ, देख्न सक्नुहुन्छ। यो ठुलो छ अलिक, त्यही भएर मौरी रानी सेल बनाए जस्तो छ। मैले यो मौरीलाई फेरि अब यसको 2-3 दिनमा फेरि निरीक्षण गर्नेछु, किनभने यो रानी सेल बनाएर मौरी विभाजन हुन सक्छ, मौरी हुल छुटेर जान सक्छ। त्यही भएर यसलाई मैले अब 2-3 दिनपछि फेरि निरीक्षण गर्नेछु र रानी सेल बनायो भने मैले यो मौरी घर विभाजन गर्नेछु। 5-5 फ्रेमको 2 घर मौरी बनाउनेछु। साथीहरू, यो मौरीले आफैले यसरी रानी बनायो भने त्यो रानी एकदमै राम्रो गुणस्तरको हुन्छ, किनभने आफ्नै सुरमा बनाएको यो मौरीले रानी कोषलाई एकदमै धेरै रोयल जेलीहरू खुवाएर राम्रोसँग बनाएको हुन्छ। त्यही भएर रानी गुणस्तर हुन्छ अनि गुणस्तर रानीले धेरै फुल पार्ने गर्छ, मौरीको गोला मजबुत गराइराख्छ। त्यही भएर मैले यसलाई यदि रानी बनाइराखेको हैछ भने मैले 2 घर बनाउने छु यो मौरीलाई। ल हेर्नुहोला, मौरीहरू एकदमै सक्रिय छन्, राम्रो छ। यदि हामीले मौरी हप्तामा एकचोटि निरीक्षण गर्न सकेनौँ भने आफैले यसरी रानी सेल बनाएर नयाँ रानी बनाएर मौरीहरू छुट्टिन सक्छन्। छुट्टिँदाखेरि चाहिँ नयाँ रानीले 70 देखि 80% मौरीहरूको सङ्ख्या लिएर जान्छ भने बुढो रानीलाई त्यही पुरानो घरमा एकदमै थोरै 30 देखि 40% मौरीको सङ्ख्या बसेको हुन्छ। त्यही भएर हामीले बेला बेलामा मौरी निरीक्षण गरेन भने, मौरी हुल छुटेर गयो भने हामीलाई धेरै घाटा नोक्सान हुन सक्छ र यो घर वृद्धि गर्नलाई धेरै टाइम लाग्ने हुन्छ। यसरी बेला बेलामा मौरी निरीक्षण गरिराख्नुपर्छ। त्यही भएर हेर्नुहोला, मौरीहरू एकदमै धेरै छन्। त्यही भएर पनि होला यिनीहरूले रानी सेल बनाएको। धेरै मौरीको सङ्ख्या अत्यधिक धेरै भयो भने मौरीहरू हुल छुट्ने निर्णय गर्छन् र नयाँ रानी सेल बनाउने गर्छ। नयाँ रानी सेल बनाइसकेपछि यिनीहरू छुट्टिएर जान्छन् अनि छुट्टिएर गइसकेपछि पुरानो घरमा चाहिँ एकदमै थोरै मात्रामा मौरीको सङ्ख्या बसेको हुन्छ। त्यही भएर बेला बेलामा निरीक्षण गरिराख्नुपर्छ। हामीले मौरी घर 1 वर्षमा 1 घरबाट 4 घर बनाउन सकिन्छ। यसरी मौरी विभाजन गर्दाखेरि 5 फ्रेमको 2 घर बनाउनु पर्छ र मौरीको सङ्ख्या
धेरै नै हुने भएकोले मौरीहरू एकदमै छिटो वृद्धि भई घार पनि छिटै भरिने गर्छ र पुरै घार भरिसकेपछि मौरीहरू 10 फ्रेम भइसकेपछि हामीले सुपर चढाउन सक्छौँ। सुपर चढाइसकेपछि हामीहरूले मह उत्पादन लिन सक्छौँ। साथीहरू, हजुरहरू पनि मौरी पालन गर्न चाहनुहुन्छ भने एकदमै सजिलो पेसा हो मौरी पालन। मौरी पालन गरेर मनग्गे आम्दानी पनि गर्न सकिन्छ। साथीहरू, हामीले वर्षमा 1 घरबाट 4 घर मौरी बनाउन सक्छौँ। यदि 2 घर मौरी मजबुत मौरी गोला छ भने वर्षमा 8 घर यसरी वृद्धि गर्न सक्छौँ। मौरीको गोला धेरै भइसकेपछि हामीले बिक्री वितरण पनि गर्न सक्छौँ। मह पनि धेरै नै उत्पादन गर्न सकिन्छ। साथीहरू, हेर्नुहोला, यसरी नै गर्नुपर्छ मौरी पालन। मैले यो मौरी विभाजन गरेको लगभग 2 महिना भयो। 5-5 फ्रेमको 2 घर बनाएको थिएँ। त्यही भएर 2 महिनाभित्रै यो मौरीको घर पुरै 10 फ्रेम भइसकेको छ। यसरी 10 फ्रेम भइसकेपछि हामीले सिजनको बेला सुपर चढाएर मह उत्पादन गर्न सक्छौँ। अहिले बजारमा महको माग अत्याधिक छ। लोकल मौरीको मह एकदमै महँगो बिक्ने गर्छ। साथीहरू, हेर्नुहोला मेरो मौरी। मैले निरीक्षण गरिसकेपछि यो मौरीको ढक्कन पनि लगाइसकेको छु। यसरी हामीले निरीक्षण गर्नुपर्छ। हप्तामा निरीक्षण गर्दाखेरि एकदमै राम्रो हुन्छ।